छोरा तिम्रो पढाइ लिखाइ कस्तो चलिरहेको छ? बुवा मेरो पढाइ लेखाइ त ठिकै चलिरहेको छ, तर म आफ्नो एउटा कुरा भन्न चाहन्छु। के तपाईको इच्छा छ बुवा? ओ छोरा मेरो इच्छा छ, भन न के कुरा हो? बुवा म ट्युसन पढ्न चाहन्छु, जसको कारण म पढाइमा अझै राम्रो हुन सक्छु बुवा। छोरा तिमीलाई घरको सबै कुरा थाहै छ, कस्तो गरिबी हालत छ। म एक्लै कमाउने मान्छे र तिम्रो विद्यालयको फिस कापी कलम तिर्नमा कति कठिनाइ हुन्छ। म तिम्रो बहिनीलाई पनि पढाउन चाहन्छु। आजकल पढाइ लेखाइको जमाना हो। यदि तिम्रो बहिनी पढ्न सकेन भने भोलिको दिन एउटा राम्रो घर परिवारमा विवाह गर्न धेरै समस्या हुन सक्छ। त्यही भएर छोरा तिमीलाई घरमै मेहनत गरेर पढ्दा हुँदैन? हुन्छ नि बुवा, म त घरमा मेहनत गरिरहेको छु, तर म यो कुरा बुझ्न सकिन यो गरिबी भनेको के हो। मलाई त थाहा छैन यो गरिबी के हो। बुवा तपाईँ गरिब हुनुहुन्न। गरिब त त्यो हो जोसँग हेर्नको लागि दुईवटा आँखा छैन, काम गर्नको लागि दुईवटा हात छैन, हिँड्नको लागि दुईवटा खुट्टा छैन, सुन्नको लागि कान छैन र बोल्नको लागि भगवानले उसलाई आवाज दिएको छैन। बुवा गरिब त त्यो हो। तपाईँ गरिब हुनुहुन्न। तपाईलाई त भगवानले सबै कुरा दिएको छ। हेर्नको लागि दुईवटा आँखा दिएको छ, सुन्नको लागि दुईवटा कान दिएको छ, हिँड्नको लागि दुईवटा खुट्टा दिएको छ, काम गर्नको लागि दुईवटा हात दिएको छ। बुवा तपाईँ गरिब हुनुहुन्न। तपाईलाई भगवानले सबै कुरा दिएको छ। तपाईँ मलाई ज्ञानी बुवा हुनुहुन्छ। आजदेखि आफ्नो मनबाट यो हटाइदिनु कि म गरिब हुँ बुवा। म तपाईसँग अनुरोध गर्दछु। ठीक छ छोरा, आजदेखि म गरिब भन्दिन। तर तिमी बोर्डिङ स्कुलमा पढ्छौ, ट्युसन किन? के कक्षा कोठामा राम्रोसँग पढाइ हुँदैन? के राम्रो शिक्षकहरू छैन? जस्तै बुवा तपाईँ भन्नुहुन्छ ट्युसन किन पढ्नु पर्ला? के विद्यालयमा राम्रो शिक्षक छैन? पढाइ राम्रोसित हुँदैन? बुवा म तपाईलाई जानकारी गराउन चाहन्छु के शिक्षक पनि राम्रो छ, पढाइ पनि राम्रै चलिरहेको छ। तर म आफ्नो कक्षा कोठाको समस्या भन्छु भने तपाईको पनि चित दुख्छ। कम्तीमा 25 जना विद्यार्थी हाम्रो कक्षा कोठामा छ। लगभग 45 मिनटको घन्टी हुन्छ। 5 मिनट शिक्षिकालाई यो क्लासबाट अर्को क्लास आउन जान माने लाग्छ। बुवा त्यतिकै 5 मिनट गयो, बच्यो 40 मिनट। 40 मिनटमा 25 जना मध्ये 5 जनाले मात्र होमवर्क गरेको हुन्छ, 20 जनाले गरेको हुँदैन। कम्तीमा 10 मिनट 5 जनालाई होमवर्क गर्नमा लाग्छ। बुवा बच्यो 30 मिनट। 30 मिनटमा म तपाईलाई त अहिले नै भनेको 5 जनाले मात्र होमवर्क गरेको हुन्छ, 20 जनाले होमवर्क गरेको हुँदैन। कम्तीमा 1 मिनट 1 जनालाई सोधखोजमा लाग्छ। त्यतिकै 20 मिनट गयो बुवा, बच्यो 10 मिनट। 10 मिनटमा शिक्षकले पढाउन सुरु गर्छ भने त्यतिकैमा घन्टी समाप्त हुन्छ। बुवा योमा सरको के दोष? योमा त अभिभावकको दोषी हुनुपर्छ नि। विद्यार्थी घरमा पढ्छ कि पढ्दैन, होमवर्क गरेको छ कि गर्दैन, यो वातावरण अभिभावकले बनाइदिनु पर्यो नि। हरेक अभिभावकले आफ्नो विद्यार्थीलाई संस्कार दिँदैन भने तबसम्म विद्यालयले के गर्न सक्छ? बिना संस्कारको के पनि सम्भव छैन बुवा। जस्तै तपाईँ मलाई संस्कार दिनुहुन्छ भने म तपाईको आदर सम्मान गर्छु, तपाईको कुरा मान्छु। जस्तै हरेक अभिभावकले आफ्नो विद्यार्थीलाई संस्कार दियो भने सबै विद्यार्थी सुध्रिन्छ। त्यसैले बुवा म ट्युसन पढ्न चाहन्छु, जसले गर्दा म विद्यालयमा टप गर्न सक्छु। हरेक विद्यालयको यो नियम छ कि टप गर्ने गरिब तथा जन्जाल विद्यार्थीलाई सबै शुल्क माफ गरिने गर्छ। तपाईको इच्छा मेरो बहिनी कवितालाई पढाउनु हो। म ट्युसन पढ्छु भने म टप गर्न सक्छु। टप गरेपछि म फ्रीमै पढ्छु र जुन पैसाको तपाईँ अहिले मलाई पढाउनुहुन्छ भने त्यो पैसाको मेरो बहिनी कवितालाई पढाउनु बुवा। मेरो यो इच्छा छ। म तपाईसँग अनुरोध गर्दछु के मलाई ट्युसन लगाइदिनु बुवा। छोरा तिमीले भनेको कुरा त मेरो चित्त बुझ्यो। यो कुराहरूको बारेमा त मलाई थाहा नै थिएन। बल्ल तिमीले मेरो आँखा खोलिदियो। आजदेखि तिमी ट्युसन पनि जाऊ र
र म तिम्रो ट्युसनको लागि फिस व्यवस्था गरिदिन्छु। तिमीसँग कुराकानी नगरेको भए त मलाई यो कुराहरूको बारेमा जानकारी नै हुने थिएन। वास्तवमा हरेक अभिभावकले आफ्नो विद्यार्थीसँग छलफल गर्नुपर्छ अनि मात्र आफ्नो विद्यार्थीलाई पढाउन सकिन्छ।